हेर्नुहोस् मैले मेरो भ्लग चाहिँ यहाँ हेर्दैछु होइन दिपेर मेरो भ्लग दिन यस्तो भइरहेको छ अब यसमा दियो सुरु भएकोमा जानुपर्ने हो हामी चाहिँ पुगिसकेको छौँ यसुनको घरमा आउँदा पनि भ्लग बनाउनु बिर्सेछु अन्त अहिले सिधै आइपुगेर खाइसकेर अब बेडमा रेस्ट गर्ने बेलामा त मैले चाउर पाएँ होइन भरेको चाहिँ मोमो बनाउनु पर्छ त्यति बेला चाहिँ देखाउँछु नि ल यहाँ चाहिँ यस हुन्छ के हेरेको यस्तै छ अहिले चाहिँ हामी अहिले भर्खर रेस्ट गरिसकेर चाहिँ बाहिर निस्केको होइन र यस हुन्छ बाहिर किन निस्केको भन्दा कामले गर्दा मात्रै निस्केको नि त भने यस्तो घाममा चाहिँ को निस्किन्छ है अहिलेको कति 4:30 भयो अहिले चाहिँ हामी मासुको किमा ल्याउनु गएको नि कस्तो अन्डर हुन्छ हाइकोर्ट धरि त अब के बस्नुपर्छ भारतको सबभन्दा राष्ट्रपति हो राष्ट्रपति बिजेपीकै हो होइन अन्त फेरि दिव्यादेखि सुरु भ्लगै सुरु हुन्छ यो देखाउँदै चाहिँ यसको बारेमा के भन्नु छ आपको फोटो जो फलेको छैन अहिले चाहिँ अनि त्यहाँदेखि अहिले चाहिँ हामी फिलहाल चाहिँ कहाँ छौँ भन्दा सिलगढीमा छौँ तर यो प्लेसको जग्गा चाहिँ नाम थाहा छैन पानी ट्याङ्कीको छेउछाउ हो अन्त यहाँतिर हेर्नुहोस् फुलहरू पनि रोपेको रहेछ स्पेसल चप्पल चाहिँ उसको यो आउँदैछु भन्दै थियो खै कहाँतिर आउँदैन त गाइज ल हुन्छ अर्को लगाएर आउँछ अरे होइन अन्त मैले के पछाडि मात्रै देखाएको छु आफूलाई पनि त देखाउनु होइन होस् यो स्पेसल चप्पलै लगाएर जानु अरे दिव्या हो ए उयो रहेछ के हो भन्छ एक्सप्लोर द सिलगढी हेर्नुहोस् ए म त कटर जुम गरी देखाइदिनु पऱ्यो कटर अनि हेर्नुहोस् यहाँनिर चाहिँ कस्तो उयो रोपेको छ मलाई मम्मीले धनियाँ भनिहाल्यो यो चाहिँ जङ्गली धनियाँ अरे जङ्गलतिर पाउँछ अरे तर यो अझ धनियाँ रहेछ हो अब माइजूहरूकोमा पनि रोपेको थिएन हौ यो चाहिँ धनियाँ रहेछ गाइस कहिले देखेको थिएन बट दिस इज धनियाँ छ उहाँ चाहिँ यशवन्त दादा आइसकिसक्यो हो अन्त अब होइन होला हौ तपाईँको चप्पल कहाँनिर चेन्ज गर्छ भनिदिनु ल बोकेर कता यतापट्टि हामी 3 जना अगाडि हिँड्दैछौँ होइन अन्त यहाँ अगाडि चाहिँ हामी चाहिँ दोकान गएको गाइस मौसम इज सुहाना मौसम इज एउटा ब्रस तपाईँले भनेको थिएन त्यो गरिदिएन भने चाहिँ क्यासै दिन्छु क्यासै पो दिन्छु भने के भयो गुगल पे नै दिन्छु के चाहिँ नखाने यसो नगरी जाँदैछ त मिठो छैन म त मिठै लाग्छ केरा हेर्नुहोस् गाइस तपाईँहरूलाई चाहियो भने भन्नुहोस् तर यो साह्रै सानो हो नि मेरो औँला जस्तो मात्र उयसको मोमो खाएको भएर कस्तो होला नि यो त उयो होइन हौ यो त काँक्रा हो यो सुन तपाईँलाई थाहा छ यस्तो यो त के भयो लौका के हो घिरौला भनेको चाहिँ फेरि अहिले सुन्नु लौकाको नि दामी हुँदो रहेछ एक दिन म तपाईँलाई अन्त होइन लौकाको मोमो खाएर चाहिँ हामी वी आर सफ्ट लौका रक्ट होइन त्यस्तो भयो हो हिँड्दै हिँड्दै गाइस मेरो अनुहार हेर्नुहोस् न के बाटोहरू त अगाडि यस्तो पछाडि दिप्या र मैले त सोसल एन्जाइटी त उहिले पोलेर गएको म भ्लगर बनिनुको लागि मैले सोसल एन्जाइटी हाम्रो हाइटको मेरै हाइटको छ कि कस्तो राम्रो छ त्यहाँदेखि अग्लो पनि छैन त्यहाँदेखि होचो पनि छैन फेरि इक्वेली छ क्या इक्वल खालको सुपारीको बोट छ यो सुपारीको बोट होइन हौ यो सिनरी हो सिनरी सिन यो चाहिँ हो सुपारीको बोट
त्यस्तो हुन्छ थाहा छैन हौ त्यसै भनेको झुक्यो दिव्या झुक्यो हो नि बिजेपीको झन्डा छ दिव्या उडेर गयो हो अहिले बाइकले उडाएर लान्छ भन्दैछ यशुनले चाहिँ यहाँनिर बस्ने चाहिँ रोक्लाई जस्तो गर्छ रोक्दैन पो अन्त यो जग्गाको नाम के अरे यसो डाङ्ग्रीमा छौँ हामी डाङ्ग्रीमा भनेको चाहिँ के अरे थाहा छ पानी अरे डाली डाँगी कुन त नि के भन्छ डाँगीमा चाहिँ पानी अरे पानी अरे यो भने यो ठाउँको भनेको चाहिँ कुनले अरे हेर्नुहोस् गेटमा कति राम्रो सिन लगाएको छ तपाईँहरूले लगाउनु सक्छ यतातिर चाहिँ झोपडी मात्र थियो अरे यशुनले भनेको होइन के थियो अरे भनिदिनुहोस् है मेरो ब्लग बोल्दैन दिव्या मात्रै बोल्छ मेरो ब्लग म चाहिँ फेरि अरूसँग बोल्ने होइन जो ब्लगमा चाहिँ ब्लगमा चाहिँ ऊ बोल्छ तर अरूसँग यहाँ पहिला बोजूसँग गोबर टिप्नु थिएन किन गोबर चाहिँ भनिदिनुहोस् घर लिप्नुको लागि ए यो चाहिँ सबभन्दा दामी फुल है गाइस के हो नि गाइस भ्लगर मान्छे यस्तो हुन्छ के हो नि गाइस भन्छ अब यो यहाँबाट रुख रहेछ हेर न अघि मैले के को रुख भने अन्त त्यत्रो ए मैले यो पो देखाएँ त अन्त बर यो चाहिँ के हो पिपलको रुख हो त्यो चाहिँ पिपलको रुख कुन अरे के हो अनि त्यो बर होइन जस्तो देख्दैछ हो म त कन्फ्युज कन्फ्युजन सोलुसनको पत्ता नै हेर्नुहोस् बरको रुख चाहिँ यस्तो दामी हुन्छ तपाईँहरूलाई के हात पिपलको रुख तर यहाँ चाहिँ राति चाहिँ यस्तो मान्छेहरू छुट्टिन्छ राति आइनु भयो भने चाहिँ तपाईँहरू तर्सेरै मर्नुहुन्छ नुहाउँदा पनि हुन्छ खै म झुन्डी चाहिँ मेरो बल्छ होइन म थाम्नु सक्दिनँ अलिक लाम्नु यस सराउन छिटो औ त्यो सिधै उपर भुइँ कहाँ थाम्नु सकिँदैन त्यहाँ बिच्चा गएर चाहिँ खिच्नु पर्ने रहेछ दिव्या नि म जाउँ ए पस्नु दिँदैन क्याटवक गरेको अरे यशुनले हेरिदिनुहोस् प्लिज मेरो यशुनले क्याटवक गरेको लाइक कमेन्ट गरिदिनुहोस् चप्पल सानै भए पनि उहाँको क्याटवक राम्रो छ अनि दिव्या र म चाहिँ यहाँ छौँ होइन दिव्या र म चाहिँ यतैतिर होला ऊ के गर्दै चरा कुट्दै गाइस मलाई चाहिँ अघि हामीले के पानी थाहा छ त्यहाँ जानु मन पर्यो नि है त्यो त तर उतिमाको घरको चाहिँ हो नि अहिले चाहिँ फिलहाल हामी मोमो बनाउने घुमेर आएर चाहिँ मोमो बनाउँदैछौँ यासना दिदी दिव्या यशुन होइन म चाहिँ डल्लो पार्ने दिदी बेल्ने दिव्या चाहिँ मोमो बनाउने कस्तो बनाउँदैछ भनेर चाहिँ भर्खरै एउटा बनाउँदैछ हेर्नुहोस् कस्तो दामी बनाउँछ दिव्याले चाहिँ अन्त उहाँ छ यशुन चाहिँ फोन मात्र चलाउँदैछ अहिले खाने तेरो आँखाले दिन्छ गाइस उम्लेकै छैन तपाईँले कसरी लगाउनु त्यत्रो बबल उम्लेको र बबल निक्लेकोमा फरक छ कि छैन मलाई यहाँ आज डिफ्रेन्स बताउनु यो दिव्याले बनाउँदैछ अब चाहिँ राम्रो बनाइ खान्छ अनि राम्रो बोल्नुहोस् त अन्त यशुनले चाहिँ यहाँनिर गर्दैछ अब म पनि फेरि एकछिनबाट आँटा गुन्नु पर्ने छ यो चाहिँ अब अलिक दह्रो भएको छ नि त अब कति टाइम भयो त्यो हेर्छु ल गाइस दिदी हेर्नु न खाइदिनु एउटा मेरो बस्नु खानु न एउटा खानु न यहाँ भित्रमा यो तपाईँले अलिकता खानु न अनुहार देखाइकन अघि खाएन त